प्राणीको छोरा ओइ के खेल्छस् खोला तले म उतालाई हाले को खेल्छस् दायर दायर यताबाट आएको भएर गरे मैले यसरी म त उसले ओभरटेक गर्दा थियो नि त अलिकति उ गरेर तिमीले मर्छ विचार गर है स्पिड होइन तिमीले हेपेर आएको तिमीले नखाएछ मलाई होइन आयो भने तिमीले म जे पनि गरिदिन्छु यहाँ त्यस्तो होइन दाइ त्यस्तो भन्नु खोले होइन दाइ तिमीले हेपेर आएको हो मलाई ठुलो कुरा नगर छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन तपाईँ त्यस्तरी पेलेर आउनु भएको अनि मैले ओभरटेक गरेको देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक गरेको देखेन त्यहाँ मैले पेलेको हो प्राणीको छोरा ओइ के खेल्छस् खोला तले म उतालाई हाले को खेल्छस् उतालाई हाले हात खेल्छस् खेल्छस् प्राणीको छोरा भनेको छैन दाइ गर्छस् तँले के गर्छ भने हेपेको होइन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हो देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक गरेर देखेन त्यहाँ मैले पेलेको हो प्राणीको छोरा के खेल्छस् म उतालाई हाले को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थोर दाइ यार दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ दाइ सरी दाइ यार सरी भयो दाइ सरीलाई हाम्रै गल्ती भयो सरी दाइ यार तपाईहरुले भिडियो त पक्कै नै हेरिसक्नुभयो होला अहिले यो भिडियो एकदमै सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ कि एक व्यक्तिले दुईजना राइडरमाथि हातपात गरेको भिडियो हामी देख्न सक्छौं जे भए पनि अन्यायमा परेकाले न्याय पाउनुपर्छ अनि जे भए तापनि त्यो व्यक्तिले त्यसरी राइडरमाथि हातपात चाहिँ गर्नु नहुने हो जो अन्यायमा परेका छन् तिनीहरूले न्याय पाउनुपर्छ उहाँले सम्झाउन सक्नुहुन्थ्यो तर त्यसरी हातपात नै चाहिँ एउटा खुल्याम सडकमा हातपात गर्नु नै चाहिँ एउटा नागरिक दायित्वको हकभित्र पर्दैन त्यसकारणले गर्दा जो अन्यायमा पर्नु भएको छ तिनीहरूले न्याय पाउनुपर्छ।